हेलो नमस्ते गाइज न्यू डे न्यू ब्लग। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि होइन यो लेफ्टको डाँडामा जाँदैछौँ होइन। अनि अहिले चाहिँ हाम्रो एके राइडर राहुलले चाहिँ कतला कुदाउँदैछ अनि हामी जाँदा चाहिँ उता डाँडामा हो। अनि अहिले चाहिँ कति बज्यो भन्दाखेरि होइन 5 बजिसक्यो। हेर्न सक्नुहुन्छ सब डुबाउन लागिसक्यो डुब्न लागिसक्यो। अनि अहिले चाहिँ चिसो पनि छ है। पछाडि चाहिँ गाडीले हामीलाई ओभरटेक गर्नु हुँदैछ तर हामी ओभरटेक गर्नु दिँदैनौँ। तपाईँहरूलाई आज बिसङ्गोको ठाउँको देखाउँछ के कसो भनेर क्या दामी। अनि यो चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ होइन ललितपुरमा छ। मलाई त लाज पो लाग्यो यार। म त लगाउने मान्छे त होइन किन यहाँ गएको थिएँ भगर भयो तिमी लगाउनुहुन्छ लगाउनु। अनि खुलस्तरले बोल्नुपर्छ तिमी। हुन्छ बिसङ्गो जाने बाटो यस्तो छ। माथि जङ्गलै जङ्गल छ। पछाडि चाहिँ दामी भ्यू देखिरहेको होला है। चिसो चिसो छ नि गाइज। यहाँतिर चाहिँ धेरै चिसो हुँदैन रहेछ कि अरू ठाउँमा भन्दा पनि होइन। हो जब हामी घना जङ्गलमा जाँदैछौँ भ्यू यताको भ्यू यस्तो दामी छ नि। यहाँबाट पुरै काठमाडौँ सबै देख्छ है। यहाँ के अरे तपाईँहरू अहिले माथि चाहिँ आउँछु तपाईँहरूलाई यसो चिल गर्ने ठाउँ। गियर त बाटो पनि त्यति राम्रो छ। यति चाहिँ यस्तो रहेछ है गाइज। हेर्न सक्नुहुन्छ बिसङ्गो जाने बाटो चाहिँ यस्तो छ। अनि तपाईँहरूलाई चाहिँ आज मेरो माइकले चाहिँ फर्स्ट टाइम यो माइक युज गर्दैछ है। कस्तो साउन्ड आएछ कृपया भनिदिनु होला, सजेसन गरिदिनु होला कस्तो चाहिँ साउन्ड आएछ भनेर। यसमा चाहिँ नोइज क्यान्सलेसन पनि छ। हावाको रुम त्यति साह्रो चाहिँ आउँदैन जस्तो लाग्छ मलाई है। बाटो चाहिँ फेरि ओजी छ गाइज। यो चाहिँ घना जङ्गल छ है। यहाँबाट स्वाट के आयो भने ओइ के गर्छ माथि स्वाट गर्छ त्यो रङटङ हेरेर होला है गाइज। यस्तो जङ्गल पनि लागे तर डराउनु हुन्न हामी यस्तो यङ भएर। यहाँ अङ्कल चाहिँ एक्लै हिँड्नु भइरहेको छ। हामी चाहिँ के यत्रो ठुलो यत्रो यङ भएर भने किन डराएको यस्तो घना जङ्गल चाहिँ के गरेर हामीलाई। अब त म फर्किन्न होला फेरि अहिले गाह्रो छ गाइस। कतिमा चाहिँ यसरी घुम्न आएको है। अब मेरो हातै गऱ्यो त गाइस। अब चाहिँ हामी बिसङ्गो पुग्न आँट्यौँ। मेरो प्रिभियस भ्लग पनि हेर्नु होला तर त्यसमा त्यति देखाएन होला। तर आज तपाईँहरूलाई म देखाउँछु रामसित होइन के कति चेन्ज भयो चाहिँ यहाँ बिसङ्गो नारायण मन्दिरमा चाहिँ भनेर है। ओ चेन्ज त्यसले चेन्ज मागिसक्यो। हेर्न सक्नुहुन्छ थियो हामी चाहिँ फाइनली बिसङ्गो नारायण मन्दिर आइपुग्यौँ है। ल छिर्ने नि म त फेरि पातलो छ गाइस। सर्लक छिर्ने जहाँ पनि हेर्न सक्नुहुन्छ मेरो गेटअप। ओइ कस्तो देखिरहेको यार। म चाहिँ यहाँ त त्यही देखिरहेछ। शिव इज द बोस हुँदैछ गाइस। म कसैले रिकमेन्ड गर त मलाई के गर्दा ठिक होला भनेर। ल यस्तो छ यार मान्छेहरू त्यति पनि छैन। हेर्न सक्नुहुन्छ ललितपुरको सर्ट ठाउँमा चाहिँ घुम्न सक्दैन। त फुलचोक डाँडा भयो यहाँ गोदावरी हो। यहाँबाट भित्र छिर्ने हेरेर डर लाग्छ यार फेरि। अड्के हो नि त यसो चाहिँ नि
यतापट्टि ओइ 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 अड्किन्छ कि म त गाइज देखो न गाइज मैं तो अड्के हाँ आया 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 अड्के म त सर्लक्कै आयो त म चाहिँ अड्किदिएर एक्लै यस्तो बाटो आयो भने डर लाग्छ होला यार हो त्यही भने यहाँबाट दामी भ्यू देख्छ गाइस तपाईँहरू पनि आउनु होला होइन त्यही तपाईँहरूलाई नि एउटै डाइलग कति भन्नु है नेपाली नभएपछि भनेर आया ल मेन विश्वनारायणको मन्दिर भने चाहिँ भगवान् भने चाहिँ यहाँभित्र छ है यहाँको पनि फेरि यहाँ तल छ कि त्यही तल भित्र मन्दिर छ कि फेरि मैले एकचोटि आएको थिएँ पूजाको बर्थडेको दिन आएको थिएँ त्यहीँभित्र मान्छे बस्छ नि थाहा छ पुजारी बस्छ नि त्यहाँभित्र पुजारी बस्छ कि कसरी छिज होला त्यत्रोमा है डाँटको पोल जानुपर्छ त्यहाँबाट पनि भ्यू देखाउँछ तपाईँलाई गाइस पहिला र अहिले के चेन्ज भएछ भने मेरो पहिलाको भ्लग कति थियो 6 इयर्स अगाडिको भ्लग र अब अहिलेको लेटेस्ट भ्लग हेर्नु अब के चेन्ज छ भने तपाईँहरू देख्नु सक्नुहुन्छ यस्तो भएर चढ्नुपर्छ अनि स्यास्या भइसक्यो यस्तो त इजी हो नि गाइस स्यास्या भए पनि होइन त्यस्तो केही खाँदिनँ गाइस म त्यही पनि कस्तो स्यास्या गरेको मेरो धेरै बोलेर म जति नि हिँड्ने गर्छ वाकिङमा त कसैले सक्दैन नि ओ किन रेड डट राखेको यस्तो यस्तो रेड डटको सिम्बल के हो म पतले भएर होला यार है हावाले उडाउँछ जस्तो मलाई त यार फु गरेर उड्यो भने के हो नि यार मलाई कसले बचाउन आउँछ ल बचाउन आउनेले कमेन्ट गरिदिइहाल्नु त म आउँछु भनेर कसले चाहिँ मलाई बचाउन आउँदो रहेछ हेरौँ आया 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 मेरो म लडाएँ नि गाई झन्डै लडाएँ भने जस्तो भयो आया कोही छैन ल म गाई चाहिँ म नि अब सुटिङ हान्छु है ल गाइज अब म यस्तो दामी खान्छु है मैं मुझे ये भूल जाओ होने नहीं दूंगा अब कुन गीत गाउँ गाइज अर्को अहिलेको चलेको गीत के छ अहिले आएन मलाई होस् गाइज डर लाग्यो मलाई अहिले यहाँबाट लड्यो भने त टाउको सब फुट्छ ल अब एकछिन हामी चिल बस्छौँ है गाइज अघि नै भर्खर हामी यहीँ म लडाएको थिएँ चप्पलले लडाइदियो कि गाइज मलाई चप्पलले ल हेर्नु सक्नुहुन्छ गाइज हाम्रो राज हमाल दाइले चाहिँ स्मोकिङ गर्नु भएर भेप तान्नु भएर हेर्नु सक्नुहुन्छ पुरै हुस्सु लागेको छ है अहिले राजेश दाइ यसरी भेप तान्नु भएन नि केही नदेख्ने गरेर भेप तान्नु हुन्छ त अनि यहाँ हेर्नु सक्नुहुन्छ ल यहाँ पनि उडिरहेछ ल कस्तो तान्नु भयो होला त उहाँले भेप गाइज यस्तो डरलाग्दो बाटो छ नि फेरि वान मिस गेम फिनिस भने जस्तो छ यस्तो ओह्रालो छ यो रुखमा त के हो एउटै पात छैन त के हो गाइज
यस्तो पात नभएकोलाई के भन्छ नट लिभ्स के सामान त झऱ्यो नि गाइज झऱ्यो भने त यत्रो टाढा त को आउँछ होइन बल्ल तल त आएर चाहिँ यसरी नसकी आएर छ फेरि सामान झऱ्यो भने त सिधै तल हो नि गाइज फेरि मलाई थाहै थिएन यस्तो लाइट हालेछ भनेर चट्टा ल हेर्नु यहाँबाट भ्यू देखाउँछ तपाईँलाई हामी चाइनाको उयो पनि छ है हाम्रो गाइज यहाँतिर ल को यस्तै ह्यान्डसम मरछ है फेरि लुक्स गाह्रो छ गाइज ल हेर्नुसँग यहाँबाट यस्तो दामी दामी भ्यू देख्छ चट्टा आउनु होला रमाइलो होला फोहोर चाहिँ नगर्नु होला कृपया है माथि हेरेको थिएँ मान्छेहरूले फोहोर पनि गराएर चाहिँ त्यस्तो फोहोर चाहिँ नगर्नु होला होइन बरु यहाँ यसो प्रमोट गर्नु होला बरु यहाँ यस्तो छ उस्तो छ भनेर केही उयो सुधार गर्नु छ भने यस्तो गर्नु छ भनेर भन्नु होला होइन वाह कस्तो खतरा बोल्दै थियो गाइज गाइज अब चाहिँ हामी चाइनाको वालमा जाँदैछौँ हेर्नु सक्नुहुन्छ यस्तो चाइनाको वाल ग्रेट अफ वालमा जाँदैछौँ अहिले हामी ल गाइज आजलाई यति नै भन्दै म बिदा माग्न चाहन्छु हस्त नमस्ते बाई